So yes guys, welcome back to the channel. आज चाहिँ डे 2 हामी चम्रुङमा बसेको थियो हिजो आएर. सो आजको भ्लग चाहिँ यो पछाडिको भ्यूसँग स्टार्ट. सो हामी यहाँ जस्ट ब्रेकफास्ट गरिसकेर त्यो जग्गामा बसेको थियो हिजो हो फिस्टेल गेस्ट हाउस चम्रुङमा छ. यो चाहिँ फर्स्ट डे हाम्रो हिजो यहाँ भएको थियो, यहाँ माथिल्लोपट्टि रुम नम्बर 3 and 4. सो भ्यू चाहिँ यस्तो दामी भएको छ. सो आज जानुपर्ने चाहिँ हामी यहाँबाट यसरी गएर यो परको डाँडा यताबाट निस्केर आएर चाहिँ यो मुनिबाट यहाँ तल एउटा ब्रिज भेट्छ भन्दै थियो, त्योबाट टक्कै गएर चाहिँ यहाँ पर सिन्वा समथिङ के थियो त्यहाँ गएर आज बाम्बु अलि माथिल्लोपट्टि बसायो हुने रहेछ हो. सो अब सबैजना भित्र ब्रेकफास्ट गर्नुहुँदैछ. म चाहिँ ब्रेकफास्ट गरिसकेर बाहिर निस्केको. सो अहिले चाहिँ यहाँनिर जिन्जर लेमन टी खाँदैछ, ब्ल्याक टी. यहाँ चाहिँ दुध पाइँदैन रहेछ क्या, दुध पाउँदैन रहेछ. सो आज होइन हिजोदेखि चाहिँ नो मिल्क, ओन्ली ब्ल्याक टी. सो गाइस अहिले अब बाटोमा हिँड्दा गर्दा भेटौँ. मेबी यहाँबाट फर्स्ट ब्रिज पुग्दाखेरि स्टार्ट गर्छु होला, कन्टिन्यू नभए यहाँ बिचमा केही भेटिहालेछ भने चाहिँ. Starting the day 2 from Chamrung. सबैजना रेडी छ होला अलिकति त भन्दै कम कोले. तपाईको खाली हुन आँट्यो है. राख्दै हो न, राख्दै छ. आज गयो 12:30 गयो. अब 5 दिनमा त स्यापै रहेछ. अब झन् उ त राखि हैन माथि त्यसो गर्नु माथि कुरा पाउँछ भनेपछि. सो गाइस यो चाहिँ हो फिस्टेल गेस्ट हाउस जहाँ हामी बसेको थियौँ. अब सो गरेर सट्टै यसो निस्केर जानुपर्छ. यहाँ चाहिँ ठिक्कैको जाडो रहेछ, घर जति नै लाग्यो मलाई. अब यहाँबाट माथि चढ्दै चाहिँ साह्रो पर्छ. स्टार्टेड गाइस डे 2 को ट्रेक. इट वाज अ नाइस डे. फिस्टेलमा माथि पनि गएर फिस्टेलले छ अरे अर्को माइलाको. ओ राई माइला, भोलि उनी आज गएर राई माइलाको स्टेमा छ अरे. हाम्रो सबभन्दा खतरा मान्छे हाम्रो पोटर दाई. दाईको नाम मेरो लिलु प्रसाद. हाम्रो लिलु प्रसाद दाईले हाम्रो एकदम बेसी हेल्प गर्नुभएको छ. उहाँले गर्दा हामी अलिकति लोड कम्ती बोकेर सुई ठुई हिँड्नु सकिँदैछ हो. आज चाहिँ हागेले पनि ब्लग गर्नु हुँदो रहेछ. स्टार्टेड गाइज. अहिले बाटोमा अलिक माथि पुगेर त्यहाँबाट माथि एउटा पुल भेट्छ अरे यहाँ तल्लोपट्टि, त्यहीँ पुगेर भेट्छौँ होला है. सो गाइस हामी चाहिँ अहिले मेन छम्रुङ बस्तीमा पुग्यो हो. हामी बसेको चाहिँ छम्रुङको स्टार्टिङ पोइन्ट थिएछ. सो यो चाहिँ हो छम्रुङ, मेन छम्रुङ चाहिँ यसलाई भन्दो रहेछ. हामी चाहिँ जस्ट स्टार्टिङ पोइन्टमा पुगेको रहेछ. यहाँ चाहिँ ठुलो बस्तीहरू रहेछ, घर बेसी रहेछ. यहाँ बस्नु पाएको भए चाहिँ मजा आउँछ. हामी ओह्रालो लाग्दैछ अब चाहिँ हो. सो कतिजना उँभो आउँदैछ फर्केर. त्यहाँबाट डाउन गएर फेरि अपहिल पर्छ भन्दै थियो. 1 घन्टा जस्तो हामी 1 घन्टा जस्तो डाउन, त्यहाँबाट फेरि 1 घन्टाको अपहिल छ भन्दै थियो. आज चाहिँ मजै आउँछ जस्तो छ. आज टोटल 7 आवर्स जस्तोको ट्रेक हुने रहेछ हो. सो गाइस हेलो. कतिजना बेस क्याम्प पुगेर फर्केर आइसक्यो. हामी जस्ट जाँदैछ. चेकपोस्ट एन्ड इन्फर्मेसन सेन्टर रहेछ यहाँनिर. यहाँ पर्मिट देखाउनु पर्ने होला सायद. दाइ पर्मिट देखाउनु पर्ने हो. यहाँ पर्मिट देखाउनु पर्ने रहेछ. के हो कोदो काटिएको रहेछ यहाँनिर. अब यो हाम्रो सेकेन्ड चेकपोस्ट भयो ट्रेकमा. लेट्स सी. सो गाइस यहाँनिर एउटा हाम्रो चम्रुङ स्तुपा गुम्पा पनि रहेछ हो अगाडि. सो
भगवान्लाई याद गर्दै आशीर्वाद लिँदै ब्लेसिङ्स लिँदै जानुपर्छ अब। Shooting the shot. Shooting. चलो सर shooting चाहिँ यसको ब्याक साइडमा गुम्पा पनि रहेछ। यस्तो रहेछ यहाँनिर एउटा स्तूपा हो छोटन। यसको ब्याक साइडमा गुम्पा पनि रहेछ। सो अब बेसी टाइम वेस्ट नगरेर जाउँ है। सो गाइस म गुम्पा घुमिबस्दा त 3 जना त डाँडा काटिसकेछ हो। सो अलिकति पेसलाई बढाउँदै ओह्रालो चाहिँ छिटो हिँड्नु मन पर्दैन किनभने खुट्टा काम्छ हो। सो आज हामीसँग जाने अरू पनि थुप्रो रहेछ। मोस्ट चाहिँ यहाँनिर बाहिरबाट आउँदो रहेछ हो। सो फरेनर्सहरू बेसी देखेँ मैले। त नेपालकै मान्छेहरू त भेटेको छुइनँ झन्। मेबी उनीहरू अरू टाइममा आउँछ होला। म कोटल भाइहरूलाई लिनु हुँदैछ। अरूको त ट्रेस नै भेट्नु सकेको छैन। निकै गुम्पा घुम्दा चाहिँ निकै नै अगाडि नै गइपठाएछ उनीहरू। सो केही छैन भेटिहाल्छ। सो गाइस हामी यहाँ मैले अघि भनेको ब्रिज आइपुग्न आँट्यो हो। यहाँ तल रहेछ। त्यस्तो ठुलो चाहिँ छैन रहेछ। हिजो क्रस गरेको जति चाहिँ ठिक्कैको रहेछ। आज चाहिँ मौसम चाहिँ आज चाहिँ ठिक्कैको छ। यतिको मौसम भयो भने त मजाले हिँड्नु सक्छ हो। हिजो चाहिँ पुरा घाम लागेको थियो। त्यसले भएर गरम भयो हिजो त हो। आज चाहिँ ठिक्कैको छ एकदम शीतल आजको मौसम चाहिँ। तर आज र भोलि पानी देखाउँदैछ। पानी त के पर्थ्यो हिउँ पर्ला पऱ्यो भने नपरिदियोस् भन्छु म चाहिँ हो। किनभने अलिकति साह्रै पर्छ हिउँ पऱ्यो भने। विनय दालाई चाहिँ भेटेँ मैले हो। विनय दा हाम्रो गाइड दाजुलाई। हिजोको त यस्तो हल्लिएको जस्तो लागेको थिएन हो। आज निकै हल्लिँदो रहेछ। त्यस्तो अल्गो पनि होइन। हिजोको जति अल्गो पनि होइन। हिजोको आधी जस्तो मात्रै रहेछ हो। हिजोको क्रस गर्नु निकै टाइम लागेको थियो। हल्लिनु चाहिँ निकै हल्लिँदो रहेछ। हिजो कस्तो बेसी हल्लिएको जस्तो फिल भएको थिएन। दुईजना यहाँबाट बसिरहेको रहेछ। हाम्रो यो कोटर दाईहरूको चाहिँ मान्नुपर्छ भन्थ्यो। ठक्कै खच्चरहरू आउँदो रहेछ हो। खच्चरको बथान आउँदो रहेछ। झन्डै खच्चरको ब्याक किक भेटायो हाम्रो दाजुले। सो गाइस उकालो सुरु भइसकेको छ हो। सो अब माथि अलिक तेर्सो पुगेर गर्छु। किनभने उकालोमा बोल्दै हिँड्यो भने निकै साह्रो पर्दो रहेछ। हिजो एक्सपिरियन्स भयो त्यसलाई हो। सो बेसी नबोलिकन डाइरेक्ट माथि अलिक तेर्सो भेटेपछि त्यहाँबाट स्टार्ट गर्छु। लस् हाफ एन आवर जस्तो गुम्बो उकालो आयो ल। अलिकति तेर्सो भेट्यो। हामी हिजो बसेको जग्गा चाहिँ माथि टक्क। सो अघि परबाट यता हेरेको मैले भनेको जस्तै एउटा घर देख्दै गरेको जस्तो डाँडा घर आइपुग्यो हो। फेरि फास्ट हिँड्ने जस्तो लाग्यो आज पनि। अझै दुईजना अगाडि त
स्पिड हिँड्दैछ। विनय दा र गाइड दा पछाडि गफ गर्दै आउनुहुँदैछ। हिजो हिँडेकोले गर्दा आज मजा आउँदैछ हिँड्नु, त्यस्तो साह्रो परेको छैन। आज चाहिँ सिडी पनि सानो सानो रहेछ आजको। हिजो त खुट्टा दुख्ने खालको सिडी थियो। अम्बो एउटा सिडी नाङ्नु नै निकै साह्रो पर्ने। घाम पनि माथि पुगिसकेछ। गाइस लोवर सिनवा पुगेछ हामी हो। अन्नपूर्ण 11 लोवर सिनवा खस्की लोवर सिनवा पुगेछ। अब हामी अजु भनेपछि सिनवा भनेपछि अझै निकै हिँड्नुपर्छ होला। सो गाइस लोवर सिनवामा वाटर ब्रेक गरेर हामी पानी खाएर लोवर सिनवा र सिनवापट्टि लाग्यो हो। सो आज चाहिँ सिनवाबाट बम्बु पुग्ने रहेछ। हामी बम्बुमा चाहिँ लन्च गरेर त्यहाँबाट आजको हल चाहिँ दोबानमा रहेछ। सो यहाँबाट सिनवा 45 मिनट्स, त्यहाँबाट सिनवा टु बम्बु 2 आवर्स, त्यहाँबाट बम्बुदेखि दोबान पनि त्यस्तै लगभग 2 घन्टै भन्नुहुँदैछ दाइले। यो टाउकोमा 2-2 क्याप किन लगाएको भन्दाखेरि चाहिँ हाम्रो आज्ञाले चाहिँ हरेक जग्गा रेस्ट गर्दा के न के एउटा छोड्दा रहेछ हो। पछाडि बस्नेले ल्याएन भने चाहिँ माथि पुग्दाखेरि चाहिँ ब्याग चाहिँ खाली हुने रहेछ दाजुको हो। न 3 जना अगाडि हिँड्यो, म र हाम्रो अमृत दाई यहाँ पछाडि गफ गर्दै गर्दै तेर्सो रहेछ। तेर्सोमा हल्का गफ गर्दै जग्गाहरूको बारेमा सोध्दै हिँड्दैछु म चाहिँ। सो गाइस अर्को खच्चरको ग्रुप भेट्यो हो। यसलाई बाटो दिनै पर्ने रहेछ, नभए त साथीहरूले गर्नु त केही गर्दैन, तर घारीतिर चाहिँ हामी साइड लाउनु पर्छ। यसरी धकेल्दियो भने तल पुगिन्छ। सिलिन्डर बोक्नेहरू रहेछ। एउटा चाहिँ खाली रहेछ। यहाँ अर्को ग्रुप पनि भेट्यो फेरि हो। त्यो त घरै सेम छ त, घरै रहेछ त्यो त। म चाहिँ भित्तामा यसो सेपेर बसिरहेको छु हो। भन्दै दियो एउटाले, धुलो खयो धुलो। बिचमा एउटा घोडा रहेछ खच्चरको ग्रुपमा, माथि पनि एउटा घोडा रहेछ। दामी रहेछ यो घोडा। खच्चर ग्याङहरूसँग निकै जोगिनु पर्ने सो। सो गाइस हामी यहाँ परबाट आएको हो। यस्तो दामी रहेछ भ्यू। अघि त्यो ब्रिजबाट यो माथिबाट आएर ब्रिजबाट आएको गाउँ यो। त्यहाँबाट लोवर सिनवा यहाँ तल सिनवा इट इज। सो गाइस अप्पर सिनवा पुग्न आँट्यो हो। यहाँनिर भोटेको कुरा छ। अस्ति नयाँ सिट डक ल्याउँदा झगडा परेर कान पनि भोगिरहेको यसको। यहाँ चाहिँ भेरै रहेछ सबैको। फुल निकालिसकेको रहेछ। सबै घाम तापिरहेको छ। सो गाइस अब चाहिँ तेर्सो बाटो सक्यो जस्तो लाग्यो। भेडा भएको जग्गादेखि, भेडा बाख्रा भएको जग्गादेखि यहाँ यस्तो दामी चराउ एक प्राण जान्छ माथि पुग्दा चाहिँ हो गाइस। सो सी यू। सो गाइस एउटा चराउ चाहिँ सक्यो। अघि देख्दै गरेको उकालो होला, एउटा दामी डाँडा रहेछ। साजङ रुमटेक महाजन आज्ञा भनेर युट्युबमा नयाँ च्यानल खोल्नु आँट्नु भएको छ उहाँले। युट्युब च्यानललाई
टक्कर दिन लागि बिन्दा हवस् त जोस् लो भएछ अलिक लो यस्तो के छ अमितै भन्नु ठिक छ एकदम अब उकालो थोरै छ आजको लागि अलमोस्ट फिनिस भइसक्यो उकालो अब तेर्सो ओह्रालो है तेर्सो हल्का ओह्रालो उकालो छ स्टेप यस्तो सिँढीवाला चाहिँ लगभग अब त्यहाँ चिया खाइदिउँ पसिना चाहिँ यत्तिको आइरहेको छ हो अनुहारमा मात्रै आउँछ पसिना चाहिँ के भयो सेजम्यान वेलकम टु सेजम्यान ब्लग जाडो भयो सो गाइस यहाँ माथिको देख्दै गएको त्यहाँ टी हाउसमा चाहिँ गएर चिया खाने फर्स्ट ब्रेक हुन्छ होला सायद हामी अहिले यहाँ सिनुवा हिलटप लज एन्ड रेस्टुरेन्टमा बसेको छ हो टी ब्रेकको लागि सो यस्तो दामी रहेछ And then I'll buy a juice, but black coffee without sugar. फेरि यहाँ हिँडेर बस्यो भने जाडो भइहाल्दो रहेछ नि त यहाँ माथि जाउँ भन्दैछ आइगाडीले हो सो माथि गएर माथिबाट भ्यू हेरौँ है मलाई ब्यागमा चाहिँ के बोकेको छ भने चाहिँ सबै मेरो गियर्स मात्रै छ लेन्सेस छ क्यामेरा छ इलेक्ट्रोनिक सामान डल्लै यहाँ छ मेरो लोड चाहिँ यति मात्रै हो सो गाइस हामी अहिले बिन्दा उयो कति छ एलिभेसन कति पुगेछौँ 2200 मिटर हामी 2200 मिटरमा जिन्जर लेमन टीको ज्यान फर्केर आएको जस्तो हुँदैछ गाइस यता माथि एउटा दामी कुकुर छ अरे अहिले हेर्न जान्छु हो सो चिया खाइसकेर भेटौँ है यस्तो देख्दा रहेछ यहाँबाट यो चाहिँ अघि तलबाट ब्लू कलरको रुफ भएको घर देख्दै गरेको हो सो चिया पनि खाइसक्यो साथसाथमा ड्राई फ्रुट्स अलिअलि अनि बिस्किट सो यहाँ तल बसेर खाएको थियो गफ गर्दैछ अब यहाँबाट 3.5 आवर भन्दैछ आजको आज अझै 3.5 घन्टा जस्तो हिँड्नुपर्छ अरे अझै बस्यो भने चाहिँ जाडो फिल्स भइहाल्दो रहेछ हो सो हिँडेको गऱ्यो भने चाहिँ जाडो पनि नलाग्ने बस्यो भने जाडो फिल भइहाल्दो रहेछ सो अब जानुपर्छ बेसी रेस्ट गर्नु पनि जो चिसै भइहाल्दो रहेछ सो गाइस डन विथ द टी ब्रेक अब यहाँबाट हामी बाम्बोपट्टि लागेको बाम्बोमा गएर चाहिँ हामी आज हाम्रो लन्च चाहिँ बाम्बोमा हुने रहेछ हो सो यता चाहिँ घरि जाडो घरि गरम भयो अरे आज सेजम्यान वेलकम टु सेजम्यान ब्लग यहाँ रहेछ हो सिनुवा हामी अहिले यहाँ छ सिनुवा टु बेम्बो 2 घन्टा बम्बो टु दोवान 1.5 घन्टा दोवानमा हामी बस्छ त्यहाँबाट दोवान टु हिमालय 1.5 घन्टा हिमालयन टु देउराली 2 घन्टा एमबिसी टु एबिसी 2 घन्टा भनेपछि देउरालीमा हुन्छ होला त्यहाँबाट पर्सि चाहिँ एबिसी पुग्छ देन ब्याक टु सिनुवा आएर यहाँ आएर बसाइ हुन्छ त्यहाँबाट छमरङ हट स्प्रिङ हुँदै त्यहाँबाट डाइरेक्ट पोखरा सो गाइस अब यहाँबाट निस्केको बाटोमा भेटौँ अगाडि हिँड्दैछ सबैजना हो म चाहिँ सबै कुरा क्याप्चर गर्दै हिँड्दैछु यहाँबाट उता चाहिँ तेर्सो र ओह्रालो रहेछ बाम्बोसम्म चाहिँ सो अहिलेसम्मको इजीवाला बाटो नै जस्तो लाग्यो मलाई हो अहिलेसम्ममा त अल गोइङ गुड सबै सोचेकै जस्तो हुँदैछ त्यो हाई अल्टिट्युड सिकनेसहरू त्यस्तो केही सिम्टम्स पनि छैन एभ्रिथिङ फाइन सबैजना फाइन स्पिड नै हेर्नु नि कतिको स्पिडमा हिँड्दैछ हो बिहान छमरुङबाट चाहिँ
हामीसँगै निस्केकोहरू चाहिँ सबै दे आर लेफ्ट बिहाइन्ड, सबैजना पछाडि छ, हामी मात्रै अगाडि। तपाईँको जोस चाहिँ मान्नै पर्छ हो। अलिकति जाडो हुँदो रहेछ यहाँ चाहिँ, घाम हरायो। अघि एकछिन त घाम लाग्दा त इडी खालको भएको थियो। यहाँ चाहिँ घुर्पिच पनि फुलिसकेछ, घुर्पिचहरू फुलिसकेछ। चरचरे भन्ने चरा यहाँ पाउँदो रहेछ हो। This is the view. अनि एउटा कुरा चाहिँ तपाईहरु बस्नु सुत्नु त हाम्रो प्याकेजमै थियो हो। सो गाइड बस्नु सुत्नु पोर्टर प्याकेजमै थियो। खानाको चाहिँ आफ्नै, गाइड सुत्नु पोर्टर गाइड त्यो सबै एउटा प्याकेजमा। त्यो प्याकेजमा जति लाग्यो खानाको चाहिँ झन्डै ट्रिपल जस्तो हुने रहेछ। भेरी एक्सपेन्सिभ, तर एक्सपेन्सिभ पनि गर्नै पर्यो। अब रोड छैन, बोकेर ल्याउनु पर्यो, त्यही भाडा लाग्छ। सो त्यही भएर होला। तर खानाको लागि चाहिँ फाल्टै एउटा दामी बजेट बोकेर आउनुपर्ने रहेछ, नभए चाहिँ स्थिति गम्भीर छ यहाँनिर। सो गाइस अब बेसी बोल्दिनँ, अलिक पर गएर भेटौँ। फेरि स्याहार फ्याफे हुन्छ बेसी बोल्यो। सो गाइस सिन्वा टु बाम्बोको चाहिँ बाटो तेर्सो, अलिकति ओह्रालो, फेरि यत्तिको उकालो, मिक्सअप। दामी सजिलो भनेको त दामी थकाउने खालको डिस्टेन्स पो रहेछ। ओह्रालो तेर्सो उकालो त्यस्तै खालको क्या। फेरि मिक्सअप पुरा एउटै रिदममा हिँड्ने हुँदैछ अहिले चाहिँ। पछाडि गाइड दाई हाम्रो अमृत दाई पछाडि आउनुहुँदैछ, पोर्टर दाई पनि अलिक पछाडि हुनुहुन्छ। दाई कति जस्तो लाग्छ अब? हजुर अब 1 घन्टा? अब 1 घन्टाभन्दा अलि बेसी लाग्छ। बेसी है? बाटो यस्तै हो के अरे, सजिलै छ अहिले। अब लन्चसम्मको बेलुका बस्ने ठाउँमा त्यहाँबाट 1 घन्टा। भनेपछि अझै 2.5-3 घन्टा? हजुर बस्दा ओर्दा त 4 हुने रहेछ है? हुन्छ, जस ठिक्कै टाइममा पुगिन्छ क्या। चाँडो गएर त्यो चिसोमा बस्नुभन्दा बरु बाटोमा हिँड्न, तातो पनि हुन्छ। त्यही त। सो गाइस अझै अलमोस्ट 4 आवर जस्तो बाद चाहिँ आजको स्टे गर्ने जग्गामा पुग्छ होला हामी। यहाँ माथि दामी चरा आयो एउटा फेरि। लु त कुद्दिउँ त सेचम्यान। सक्छ त लु, सकिगयो अन्त। इन द मिडल अफ नोवे अचानक पानी आयो। चिसो पानी हेर्दा त खानु मन पऱ्यो, बिमार हुन्छ होला। तर ससी एउटा पुल रहेछ बाम्बो पुग्नु अगाडि। बाम्बो पुगेर भेट्छु भनेको अगाडि यस्तो दामी दामी जग्गा भेट्दो रहेछ। सो देखाइहाल्नु, क्याप्चर गरिराख्नु सबै। माथि रहेछ
गाइस चम्रुङ हामी आएको जग्गा त अब देख्नु पनि छोडिसक्यो हो। निकै नै आइसक्यो गाइस आज चाहिँ अब थाक्यो पनि त्यस्तो थाक्यो भन्दा पनि हिजो जस्तो त थाकेको जस्तो फिल भएको छैन हो। आज हिजो चाहिँ लास्टै थाकेको थियो। सो गाइस अबाउट टु रिच बम्बु हो। सो अहिले त यस्तो ओह्रालो रहेछ हो। अब यहाँ दाइ हामी पर्सि आइपुग्छ है यिनी कर्सी यहाँ हामी अब 2 दिन बादमा यो थाकेको बेलामा बेस क्याम्प पुगेर फर्किँदा चाहिँ यो चढाइ गर्नुपर्ने रहेछ हो। दाइले भन्नुहुँदा चाहिँ यो ओह्रालो चाहिँ केही महिना अरे यहाँ तल अझै योभन्दा बेसी ओह्रालो छ अरे हो। के भयो भने त फर्किनु आँट्यो क्या हो। फर्किनु आँट्नु भयो क्या हो। सो गाइस योभन्दा ओह्रालो कस्तो छ त्यहाँ पुगेर हेरौँ है। फर्स्टको ओह्रालो सक्यो यस्तो उकालो रहेछ है। माथि टुप्पा देख्दै गरेको। यहाँबाट जाँदा चाहिँ निकै घट्ने रहेछ है बिन्दा। अलिकति चाहिँ 2-3 केजी त घट्छ। आम्मा तपाईँको त सानो चिसो भएन छ त हौ। अहिलेसम्मको कस्तो छ बिन्दा सफर? अहिलेसम्मको राम्रो छ। राम्रै छ है। आजको सजिलो बाटो है तर हिजोभन्दा। हिजोभन्दा आज पुरै सजिलो। ओह्रालो त आइपुगेको छैन हो। तर आम्मा कहाँ होला यो माथि हेर्नु नि बिन्दा। ऊ हेर्नु नि माथि टुप्पाबाट झर्नु है। यस्तो रहेछ। ओह्रालो झऱ्यो भने ब्याड लक। अब त हामी आएको जग्गाहरू पनि देख्नु छोड्यो चम्रुङहरू है। सिनुवा त देख्दैन रहेछ यहाँबाट। सो गाइस द नेक्स्ट ओह्रालो इज हियर। राम्बो पाप हुने रहेछ यो त झन्। कस्तो डरलाग्दो रहेछ यो उकालो अन्दाज तपाईँ कुद्नु पऱ्यो नि। यो ओह्रालो चाहिँ ब्याटै हुने रहेछ नि त बिन्दा। यो ओह्रालो हेर्दा त 4 दिनमा त पर्फेक्ट भइसक्यो। छिन्नु सकेन भने चाहिँ घोडाको पनि बन्दोबस्त रहेछ हो। घोडाको क्या डरलाग्दो पसिना आइसक्यो। ओह्रालोमा कुद्नु थाले 3 जना चाहिँ हो। लड्छ है। सो म पनि गएको गाइस। नेभर एन्डिङ ओह्रालो छ त। यो ओह्रालो सकेर चाहिँ बम्बु पुग्छ अरे। अहिले यति नै। सो गाइस ओह्रालो कुदेर आएर अलिकति यसो हिँडेर बम्बु पुग्यो हो। सो बिन्दा ओह्रालोमा त फर्स्ट रहेछ त तपाईँ त नि। ओह्रालोमा त फर्स्ट। उयो के अरे यो अगाडिको देख्दै गरेको बम्बु तपाईँको 2335
मिटर भनेपछि 2335 मिटर एलिभेसनमा त्यतिमा आइपुगेछ हामी हो। सो दोबान चाहिँ यहाँबाट 1 hour and 30 minutes, देउराली 5 hours 30 minutes. That will be tomorrow, I guess. So आजको 70% to 80% चाहिँ कम्प्लिट भयो होला। सो गाइस माथि खाजा खाँदा भेटौँ। सो गाइस बम्बूको भित्रभित्र नि यो निकै ठुलै रहेछ हो। त्यो रहेछ मलाई यहाँको एउटा कुरा चाहिँ के मन पर्यो भन्दा सबै आफै गर्दा रहेछ। सब्जी हेर्नु नि, साग, कोबी सबै आफै क्या। अघि तल सिबी पनि टिप्दै थियो। प्रायः सबै सब्जीहरू आफ्नै क्या बारीबाट टिपेर बनाउँदो रहेछ। त्यतिको चाहिँ यहाँको मान्छेहरू चाहिँ हार्ड वर्किङ चाहिँ खत्रै हो। यतिको चाहिँ दामी लाग्यो मलाई चाहिँ। सो रेस्ट हामी यहाँ ग्रिन भ्यू लजमा लन्च गर्ने। सो यस्तो दामी रहेछ यहाँ माथि, यहाँ बस्न पाए मजा आउनेछ। हिजो चाहिँ यहाँ आएको भए दामी हुन्थ्यो होला है, त्यो सक्थेन होला है। हिजो हिँडेको भए चाहिँ सक्नु सक्थ्यो होला। सिनुवासम्म चाहिँ आउँथ्यो होला है। सो गाइस लन्च खाँदा गर्छु। चिया चाहिँ आइसकेको छ, कफी। तपाईँ के लिनुहुँदैछ? ब्ल्याक टी मात्रै? ब्ल्याक टी म चाहिँ जिन्जर लेमन हनी टी खाँदैछु, ब्ल्याक कफी। सो खाना चाहिँ अलिकति टाइम लाग्नेछ हो। हल्का सिमसिम शीत झरेको जस्तो हुँदैछ। सो गाइस हाम्रो दुईजनाको चाहिँ आइसकेको छ। दुईजना चाहिँ हेर्नुहोस् ल, हामी चाहिँ इन्जोय गरेको अब। ए आइपुगेछ, दुईजनाको पनि आइपुग्यो हो। काटा चाहिन्छ है यहाँ। सो गाइस डन विथ द लन्च। अब टुवर्ड्स दोबान फ्रम बेम्बो। सो आजको लन्च पनि भयो। निकै डरेछु ऐनामा हेर्दाखेरि पाएँ हो। यहाँ गरेको थियो लन्च वाज नट गुड। मिठो थिएन आजको लन्च। मलाई मन परेन, कसलाई मन परेन। यहाँको सिन रामेन मात्रै मिठो थियो, अरू कसैको मिठो थिएन। सो टुवर्ड्स दोबान नौ 1.5 hour भन्दै थियो, हामी 1 घन्टामा पुग्छ होला। यहाँ चाहिँ कति टाइम लाग्छ। यहाँ चाहिँ किन चाहिँ ब्याम्बू भनेको छ भने चाहिँ बाँसै बाँस भएको जग्गा रहेछ ब्याम्बू। आई थट के होला भनेर बाम्बू भन्दै थियो हो। इट्स ब्याम्बू एक्चुअली। सो हामी दोबानपट्टि जाँदैछ। बाँसै बाँस रहेछ, मेबी दोबानसम्म नै यस्तै छ होला। दाइ दोबानसम्म बाँसै बाँस भेटिन्छ? हजुर लगभग है। सो प्रायः बाटोभरि बाँस भेटिने रहेछ। परेङ रहेछ, परेङ पनि होइन रहेछ यो त। निबा के बाँस भन्छ दाइ यसलाई? हाम्रोतिर त घुडे भन्छ। घुडे परेङै रहेछ हौ। मैले यसो हेर्दा चाहिँ हाम्रोतिर पाउने जस्तो परेङ बाँस। निगाला त्यो So guys, this is second river crossing. हाम्रो आगेलाई सिन रामेनले एकदम बेसी एनर्जी दियो जस्तो छ। छोडेर हिँडेको छ। क्रिस्टल क्लियर भन्छ यस्तो पानीलाई चाहिँ। See you guys. According to हाम्रो गाइड दाजु, हामी ब्याम्बूबाट आधी हिँडिसकेछ। के अरे दाइ बिर्सिहाल्यो जग्गाको नाम त? दोबानसम्मको आधी सफर भइसकेछ।
त्यहाँ माथि दामी वाटरफल्सहरू रहेछ एउटा दुईटा तिनटा रहेछ दामी रहेछ बाटो चाहिँ लेट्स सी बाटोमा के भेट्यो भने भ्लग गर्छु नभए डाइरेक्ट दोबानमा सो गाइस जस्ट एन्टर दोबान यहाँबाट हिमालय चाहिँ 2 hours देउराली 4 hours 30 minutes भन्दैछ तर हामीलाई लाग्दैन जस्तो त्यति है दाइ हामीलाई अब बम्बुदेखि यहाँ डेढ घन्टा भन्दै थियो हामी 1 घन्टा पनि भएन हौ सो हामी अलिक छिटो नै हिँडेछ हामी किनभने हामी रेस्ट नगरी हिँडेकै छ किनभने माथि गएर अलिक सक्दो चाहिँ आज नै हिँडिराख्ने किनभने हाई अल्टिट्युडमा अलिकति हिँड्नु गाह्रै हुन्छ हो त्यही भएर गाइस सो दिस इज दोबान यो चाहिँ लोवर दोबान हामी अप्पर दोबानमा बस्छ है दाइ सो हामी सो यो चाहिँ लोवर दोबान हामी चाहिँ अप्पर दोबानमा बस्छ हो नानी बोकेर पनि आउनु भएको रहेछ अर्का ह्याट्स अफ हामी नानीलाई बोकेर यहाँसम्म ल्याउनु चाहिँ तर अलिकति ठुलो भएर ल्याएको चाहिँ ठिक जस्तो लाग्छ मलाई गाइस दिस इज लोवर दोबान सो गाइस एकछिन लोवर दोबानमा हामी रेस्ट गऱ्यो हो त्यहाँबाट चाहिँ हामी अब अप्पर दोबानमा बस्छ अप्पर दोबानपट्टि लाग्दैछ यहाँनिर यहाँ छेउ लागिरहेछ यस्तो दामी रहेछ हो सो यहाँ ओनरलाई सोद्धाखेरि चाहिँ एलेस्किन म्यालम्युट रहेछ हो 3 years old रहेछ नाम चाहिँ ओडियो अरे सो अब चाहिँ टुवर्ड्स अप्पर दोबान वेयर विल स्टे फर द नाइट हाम्रो स्टे चाहिँ अप्पर दोबानमा आज सो गाइस बियर फर एभ्री वान फ्रीमा पाउँछ क्या बियर यहाँ बस्नुपर्छ क्या सो गाइस यो अर्को रिभर क्रसिङ यहाँ माथिबाट पुल चाहिँ रहेछ तर हामी चाहिँ यहाँ सर्टकट जाने किनभने खोला सानो रहेछ अप्पर दोबाङ र लोवर दोबाङको बिचमा पुग्यो हामी अलमोस्ट पुग्न आँट्यो गाइस सो खोला काटेर भेट्छु सो गाइस हाम्रो आजको डेस्टिनेसन हामी पुग्यो हो एज पर हाम्रो अमृत दाई हाम्रो गाइड दाईले सो यहाँनिर चाहिँ रहेछ अप्पर दोबान भलिबल पनि खेल्दै रहेछ भित्र यहाँ माथिको भिरमा चाहिँ म्याट हनी बनाउने भनेपछि यो भिर मौरी रहेछ त्यहाँनिर एकछिन टोल्लियो हो दुईवटा जस्तो लोवरदेखि अप्पर दोबान आउनु चाहिँ दुईवटा जस्तो खोला तिनवटा खोला तर्नु पर्दो रहेछ सो वी आर एट अप्पर दोबान अन्नपूर्ण आई डोन्ट नो वाट इज द एलिभेसन यहाँ लेखेको छैन रहेछ हो सो आजको स्टे यहीँ भन्दैछ अहिले यहीँ अरे मिठो दा के भन्नु छ पुग्नुभयो आजको डेस्टिनेसन पुग्यो अब ल्यान्डिङ डाइरेक्ट ल्यान्डिङ सो गाइस यहाँभित्रको रुमहरू कस्तो छ त्यहाँबाट कस्तो छ हेरौँ देन I'll end the vlog. Okay guys, this is the room. यो एउटा रुम यो अर्को रुम rooms are pretty good जग्गा हेरेर हो सो हामी हिजो बसेको भन्दा चाहिँ अलिकति ओकेवाला जग्गा सो I'll end the vlog यता नै सो स्टार्टिङ टुमोरो अलिकति भ्लग चाहिँ कम्ती गर्छु होला किनभने अलिकति हाई अल्टिट्युडमा जानुपर्ने रहेछ भोलिदेखि सो गाइस
यहाँसम्म बसिरहनु भएको छ भने हेरिरहिदिनु भएको छ भने सब्सक्राइब गरिदिनुहोस् सेयर गरिदिनुहोस् च्यानललाई सब्सक्राइब गरिदिनुहोस् त्यही हो गाइस माया दिइराख्नुहोस् माया बनाइराख्नुहोस् डु लाइक सेयर सब्सक्राइब एन्ड कमेन्ट सो सी यु गाइस टुमोरो भोलिको ब्लगमा until then take care bye bye